जब पापुको प्रोग्राम गयो अनि रुन्चे ल्यापटप आफै बन्द गर्यो। अब पापु आउनु भएन भने चाहिँ रुन्चे बन्द नि गर्छ। अब रुन्चे हेर्नुहोस् है त, हेर्नुहोस् है त। पापुको प्रोग्राम भन्दैछ उसले। यो यति बाटी छ कि अब उसलाई हेर्न पुगेछ। अनि त्यसपछि ल्यापटप हामीले त्यो मुनि राख्छौँ, उसले त्यहाँ मुनि राख्ने कोसिस गर्दैछ। के भयो के पापु के भयो? पापु हजुर उसलाई अझै हेर्नै मन छ। के भयो? ऊ आफै ल्यापटप पनि खोली, त्यो बन्दै भएको थिएन। उसले आफै ल्यापटप खोल्दैछ। अझै पापु आउनु भएन भने अब रुन्चे आफै खोली। नानी के गरेको? नानु नानु ऊ अहिलेबाट ल्यापटप चलाउँदैछ। मलाई लाग्छ यो ल्यापटप इन्जिनियर हुन्छ जस्तो लाग्छ, इलेक्ट्रोनिक इन्जिनियर। किनभने हेर्नुहोस् ऊ अहिले कीहरूमा दबाउँदैछ उसले। एउटा की त यस्तो पनि गरी कि ऊ सानै हुँदा 7-8 महिनाकै हुँदा उसले एउटा की नै उडाइदिए, धेरै जान्ने गएर। नानी के गर्यो?